परेकोट घुम्नलाई आएको हुँदैछु। हिँड्दैछु बाटोमा, बाटो एकदम उकालो छ। यस्तो उकालो चढ्दै आएको छु। ल हेर मान्छेहरू कहाँ पुगिसक्यो, म एक्लै। 2 घन्टाको पैदल यात्रामा भ्यू टावर आइपुग्यो। ल हेर्नुहोस्, म त सासा भइसक्यो। ओहो, कोही साथी पुगिसक्यो। ल हेर, आयो ओइ यस्तो ओह्रालो। हामी भ्यू टावरमा आइपुग्यो। ल हेर। हेलो हाई नमस्ते, म हो अम्बिर। यतिखेर म परेकोट डाँडामा चाहिँ घुमघाम गर्नको लागि आएको छु। मेरो भिडियो पसन्द लाग्छ हेरेर लाइक र कमेन्ट कता आइपुग्यो अरे, ल भन्नुहोस्। भ्यू टावर परेकोट। ल हेर्नुहोस् गाइस, राम्रो सिनहरू छ। यता कफीहरू छन्। अहिले हामी घुम्नु जाँदैछु समयपछि। ल अहिले चाहिँ स्कुल जाँदैछौँ। स्कुल जाँदैछु खानाको व्यवस्थाको लागि। घुम्न आएको कस्तो भइरहेछ केटाहरू? एकदम गर्मी, एकदम हट एकदम राम्रो। ल पनि है एकदम भेरी छ। ओरे यस्तो ठाउँ माथि रमाइलो रहेछ। बिजुली पनि खाइयो पियो बिजुली हिँड्यो। सबै भोलि पड्काएर भोलि पड्काएर। ल यो मुन्टा हो हो त। कफीको बोट होइन यो? चियाको बोट जस्तै हुँदो रहेछ हुन त है। ठिक यस्तै त हुन्छ चियाको बोट। अरू देश बाहिर देशको लागि चाहिँ त्यसको गेडा हुन्छ। यो हो परेकोटको गाउँघर राप्ती 1 होइन यो केटा हो? रमाइलो ठाउँ छ। परेकोटमा घुम्न आउँदाखेरि एकदम हुन्छ, रमाइलो छ। के रे केटा, यसको यो खेती नाम के भन्छ रे? अफिन। ओहो, अफिम बगैँचा। अफिन बगैँचामा डायमन्ड। ओ यसको गेरा हो कि के हो है? कफिन कालो गुदी हुन्छ। एकदम कफिन। यस्तो पो हुँदो रहेछ है। यसलाई के गर्ने होला? भुट्ने होला होइन, रस निकाल्ने होला। ओ धेरै भयो त, खाऊ न एकचोटि। खानु हुँदैन के हो कस्तो हो कहिले युज नगर्ने मान्छे जान्नु बाटो किन निकाल्यो त्यत्रो? अब एउटाको निकालेपछि हेर न कतिको निस्किँदो रहेछ, कति निस्किँदो रहेछ। अनि मान्छे धनी हुने कारण यही त हो होइन? सुँगुर भाइ नमस्कार। गाली गरेछ। पानीको बोतल जोगाड गरेछ पानीको लागि। अरे यस्तो छ। ल होला बुढा मान्छे फेरि के गरेर परेकोटको यो डाँडामा हामी आएको छौँ घुमघाम गर्नको लागि। रुख देख्ने कुन यही होइन? ल त्यही भएर त मलाई यत्रो घुमायो अङ्कलले। सुतेर आए मात्रै अफिन कति धेरै तन्नै लाग्छ। होट्ट भएर चाहिँ यहाँ हामी हिँड्नु सकेको छैन। साथीले भन्दै थियो नि लालडीगुडा गाई पनि छ। परेकोटमा आएर विद्यालय 1-5 परेवाकोट राप्ती नगरपालिका। ल केटाहरू परेकोट आइपुगेछौँ घुमघाम गर्न। कक्षा 5 को विद्यार्थी यताउता हेर्नु गाडी गर्दा लेक्चर हान्न लगाएको थियो। के दिनु पर्यो बिरबलजी आज
एउटै घरको बाख्रा यति धेरै कुन मन्दिर हो यो जेपी पार्कमा जेपी टाउकै छैन है टाउको गाड किन यस्तो जेएनजी आन्दोलनमै होला है तर पाटिल चाहिँ डरो खर्च गरेको छ नि त है बाफै लगानी त ल थुप्री जेपीहरूले विकास गर्दा गर्दा पनि अब नराम्रो ठान्छ भने ठिकै छ नि त यो कफीको बोट यो के चाहिँ यो फुल चाहिँ खाने कफी बनाउँछ के यो मुन्टाको फुलको हो त्यो सेतो फुलेको फुल हो त्योबाट अब दाना लाग्ने दाना लाग्ने सब कफी खेती जति छ यहाँ एकदम मास्के होमस्टे ल राम्रो ठाउँ सुन्दर ठाउँ रमाइलो ठाउँ रमाइलो चिया खेती कफी नै कफी अनि अनार वैधानिक कृषि राम्रो परिचालन आत्मनिर्भर युक्त समाज निर्माण लागि हाम्रो अभियान मास्के रिचर्ड प्रालीले प्राप्त नगरपालिका चितवनको पहाडी भूभाग परेकोटमा कफी खेती कार्यक्रम राप्ती नगरपालिका 1 परेकोट चितवन हामीलाई यो दामी देख्छ पुरा ठाउँमा हिँडिरहेको छ क्या हामीहरू ढुङ्गा है ओहो ल हेर्नु गाइस हामीहरू त खतरा ठाउँमा हिँडेको छ ल यस्तो ठाउँमा हिँडिरहेको छ ल पिर छ हिँड्न अप्ठ्यारो छ ओहो यति भिड छ कि हिँड्नै खुट्टै काँपिरहेको छ मेरो त